नेपाली क्रिकेटको शून्यदेखि शिखरसम्मको गौरवमय संघर्षपूर्ण र भावनात्मक यात्रालाई समेटेर विश्व प्रसिद्ध खेलकुद च्यानल स्काई स्पोर्टले एउटा विशेष डकुमेन्ट्री सार्वजनिक गरेको छ। नेपाल क्लाइम्बिङ क्रिकेट माउन्टेन नाम दिएको यो बहुप्रतिष्ठित डकुमेन्ट्री अहिले नेपाल क्रिकेट संज्ञानको आधिकारिक युट्युब च्यानलमा पनि अपलोड गरिएको छ, जसले यति बेला विश्वभरका नेपाली क्रिकेट समर्थकहरूमा निकै ठूलो चर्चा र तरंग पैदा गरेको छ। यो वृत्तचित्रले नेपाली क्रिकेटले विगतदेखि वर्तमानसम्म भोगेका अनेकौं उतार चढाव, कठोर संघर्ष, ठूला सपना र सफलताको एउटा जीवन्त र भावनात्मक कथालाई आम दर्शकमाझ पस्किएको छ। विशेष गरी नेपाली क्रिकेटको आधुनिक जग बसाल्ने पूर्व कप्तान पारस खड्काको कप्तानी कालदेखि शुरू भएको यो यात्रामा खेलाडीहरूले भोगेका प्रारम्भिक अभाव र कठिनाइलाई यसमा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ। डकुमेन्ट्री हेरिरहँदा पुराना दिनका ती कठिन क्षणहरूले हरेक नेपाली समर्थकलाई भावुक बनाउँछ भने देशैभरि ग्रासरुटदेखि नै क्रिकेट प्रति रहेको अद्भुत क्रेज र खेल विकासका लागि भइरहेका अथक प्रयासहरूले मनमा छुट्टै ऊर्जा भर्दछ। विश्व क्रिकेट जगतमा नेपालले गरेको प्रगति र नेपाली समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीको मुख्य प्राण मानिएको छ। मैदानमा विपक्षी टोलीको पसिना मात्र होइन, होसै उडाइदिने नेपाली टोलीको प्रदर्शन र सामाजिक सञ्जालमा हरेक खेल पछि हट्याटक नै ट्रेन्डिङ गराउने समर्थकहरूको क्रेजलाई यसमा सुन्दर ढंगले कैद गरिएको छ। वृत्तचित्रमा नेपालले विभिन्न आईसीसी विश्वकपमा गरेको सहभागिताका साथै हालैका दुई ऐतिहासिक तथा मुटु कमाउने खेलहरूलाई विशेष रूपमा समेटिएको छ, जसमा सन् 2024 को T20 विश्वकपमा बलियो दक्षिण अफ्रिकासँग नेपाल मात्र 1 रनले पराजित भएको दुःखद क्षण र हालै सन् 2026 मा क्रिकेटको पावर हाउस इंग्ल्यान्ड विरुद्ध मात्र 5 रनले रोकिनु परेको निकै प्रतिस्पर्धात्मक एवं गौरवपूर्ण खेलका दृश्यहरू समावेश गरिएका छन्। यी ऐतिहासिक खेलहरूमा नेपाल पराजित भए पनि विश्वभरका क्रिकेट प्रेमीहरूको मन जित्न र एउटा एसोसिएट राष्ट्रले कसरी विश्व क्रिकेटका दिग्गज टोलीहरूलाई कडा टक्कर दिन सक्छ भन्ने कुरा प्रमाणित गर्न नेपाल सफल भएको दृश्य यसमा उजागर गरिएको छ। समग्रमा यो डकुमेन्ट्रीले सीमित साधन स्रोत र पूर्वाधारका बावजुद एउटा राष्ट्र कसरी निरन्तरको मेहनत र दृढ इच्छा शक्तिको जगमा क्रिकेटको सर्वोच्च शिखरतिर लम्किरहेको छ भन्ने कुरालाई बडो सुन्दर ढंगले देखाएको छ। डकुमेन्ट्री हेरिरहँदा हरेक नेपालीको आँखामा खुसीका आँसु र मनमा गर्वको भावना एकसाथ आउने निश्चित छ। तपाईहरु पनि यस्तै अपडेटहरूको लागि हाम्रो भिडियोलाई लाइक र शेयर गर्न भने नबिर्सिनुहोला।